नमस्कार। आज म क्रिमिनल जस्टिस सिस्टमको क्रिमिनल ट्रायलको महत्त्वपूर्ण प्रोसेस थुनचेक बहस सम्बन्धी आफ्नो भनाइहरू राख्न गइरहेको छु। कुनै पनि फौजदारी मुद्दामा थुनचेक बहस गर्दाखेरि सामान्यतया बरामती मुचुल्कामा बरामद भएको दोषी र प्रमाण तत्काल प्राप्त प्रमाणको आधारमा प्राइमा फेसी फ्याक्ट, प्राइमा फेसी इभिडेन्स र प्राइमा फेसी एक्टलाई इभ्यालुएसन गरेर हेरिन्छ। तत्काल प्राप्त प्रमाणको आधारमा आरोपित कसुरदार प्राइमा फेसी कुनै पनि अपराधमा उसको इन्भल्भमेन्ट छ कि छैन, त्यसको आधारमा प्राइमा फेसी तत्काल प्राप्त प्रमाणको आधारमा, जस्तै हिन्दीमा गाना छ, पहले नजर में देखा तो ऐसा लगा, एट द फर्स्ट ग्लेन्स, एट द फर्स्ट साइट, आरोपित व्यक्ति त्यो अपराधमा उसको इन्भल्भमेन्ट छ कि छैन, त्यसको आधारमा थुनचेक बहसमा दोषी र प्रमाणलाई महत्त्वपूर्ण प्राइमा फेसी इभिडेन्सको रूपमा हेरिन्छ। थुनचेक बहसमा प्राइमा फेसी अनुसन्धान प्राप्त अधिकारी समक्ष आरोपित व्यक्तिले सम्बन्धित कसुरमा साबिती बयान दिएको छ कि इन्क्वायरी बयान दिएको छ, यसलाई प्राइमा फेसी इभिडेन्सको रूपमा हेर्ने गरिन्छ। त्यसैगरी अदालत समक्ष अदालतको बयानमा पनि आरोपित व्यक्तिले सम्बन्धित कसुरमा साबिती बयान दिएको छ कि इन्क्वायरी बयान दिएको छ, त्यसको आधारमा थुनचेक प्रयोजनको लागि त्यो प्रमाणको रोहमा सम्बन्धित बेन्चले न्यायको रोहमा त्यसलाई हेर्ने गर्छ। सम्बन्धित व्यक्तिलाई साधारण तारिखमा छोड्ने कि, सम्बन्धित व्यक्तिलाई धरोटीमा छोड्ने कि, सम्बन्धित व्यक्तिलाई पूर्वपक्षको लागि थुनामा राख्ने भन्ने कुरा आरोपित व्यक्तिले तत्काल प्राप्त प्रमाणको आधारमा सम्बन्धित मुद्दामा उसको डिग्री अफ लेभल, त्यो क्राइमको डिग्री अफ लेभलको उसको इन्भल्भमेन्ट कति छ र तत्काल प्राप्त प्रमाण, तथ्य प्रमाण र कार्यमा आरोपित व्यक्तिको संलग्नता छ कि छैन र अनुसन्धान प्राप्त अधिकारी समक्ष साबिती बयान दिएको छ कि इन्क्वायरी बयान दिएको छ र त्यसैगरी अदालतमा आएर सम्बन्धित व्यक्तिले सम्बन्धित अपराधमा आरोपित व्यक्तिले सम्बन्धित अपराधमा साबिती बयान दिएको छ कि इन्क्वायरी बयान दिएको छ, त्यसको आधारमा सम्पूर्ण प्राइमा फेसी इभिडेन्सहरूलाई इभ्यालुएसन गरेर सम्बन्धित बेन्चले आरोपित व्यक्तिलाई साधारण तारिखमा छोड्ने कि, धरोटीमा छोड्ने कि, अथवा पूर्वपक्षको लागि थुनामा पठाउने, वेदर बेल और जेलमा पठाउने कि पूर्वपक्षको लागि थुनामा राख्ने भन्ने कुरा प्राइमा फेसी तत्काल प्राप्त प्रमाणको आधारमा सम्बन्धित व्यक्ति कसुरदार हो भन्ने ठहर भएमा लागेमा सम्बन्धित बेन्चलाई, सम्बन्धित न्यायाधीशलाई लागेमा त्यो आरोपित व्यक्तिलाई साधारण तारिखमा छोड्ने कि, धरोटीमा छोड्ने कि, अथवा मुद्दाको फाइनल हियरिङ नहुन्जेलसम्मका लागि पूर्वपक्षको लागि थुनामा पठाउने आदेश गरिन्छ। जहाँसम्म थुनचेक प्रयोजनको लागि वेदर आरोपित व्यक्तिलाई जेल और बेल भन्ने सन्दर्भमा रिगार्डिङ द बेल तीनटा स्कुल अफ थट छ। एउटा बेल इज रुल, जेल इज एक्सेप्सन भन्छ। बेल इज रुल, जेल इज एक्सेप्सन भनेको मतलब अपवादमा मात्रै जेलमा पठाउनुपर्छ, होइन भने आरोपित कसुरदारलाई बेलमा छोड्नुपर्छ, धरोटीमा छोड्नुपर्छ भन्ने एउटा स्कुल अफ थट हो। दोस्रो स्कुल अफ थट भनेको बेल इज राइट। हाम्रो मुलुकी अपराध संहिताको
एक्जिस्टिङ लिगल प्रोभिजनले व्यवस्था गरेको दफा 67 को प्रोभिजन के हो भने 3 वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा 3 वर्षभन्दा बढी कैद सजाय हुने फौजदारी मुद्दाहरूमा आरोपित व्यक्तिलाई पूर्वपक्षको लागि थुनामा पठाउनुपर्छ भन्ने प्रावधान हो र त्यसैगरी यदि 3 वर्षभन्दा कम सजाय भएको फौजदारी मुद्दामा आरोपित व्यक्तिलाई बेलमा छोड्न सकिन्छ भन्ने प्रावधान छ जसलाई स्कुल अफ थटको रूपमा बेल इज राइटको रूपमा लिन्छ। त्यसैगरी तेस्रो स्कुल अफ थट बेल इज डिस्क्रिसनरी पावर अफ अनरेबल बेन्च हो। भनाइको मतलब सम्बन्धित इजलासले अथवा सम्बन्धित माननीय न्यायाधीशज्यूले आफ्नो स्वविवेक प्रयोग गरेर एउटा रियलिस्ट एप्रोचको आधारमा ल इन बुक्स भन्दा पनि ल इन प्र्याक्टिस अथवा रियालिटिजलाई सोसियल रियालिटिजलाई हेरेर रियलिस्ट एप्रोचबाट आरोपित व्यक्तिलाई डिस्क्रिसनरी पावर आफ्नो स्वविवेक प्रयोग गरेर धरोटीमा छोड्न सक्ने प्रावधान छ। त्यसको लागि के भन्छ भने हाम्रो साइन्स अफ पोजिटिभिजम अथवा एनालिटिकल स्कुलले जुरिस्प्रुडेन्सको एनालिटिकल स्कुलले के भन्छ भने व्हेन ल इज क्लियर ल इज टु बी द एप्लाइड भन्छ। भनेको मतलब जहाँ कानुन क्लियर छ कानुनमा प्रष्ट व्यवस्था छ भने कानुन बमोजिम गर्नु भन्छ। व्हेन ल इज नट क्लियर ड्युरिङ दैट सिचुएसन रूल अफ स्केप्टिसिजम विल बी अराइज भन्छ। भनेको मतलब जहाँ कानुन क्लियर छैन सबै ठाउँमा त कानुन क्लियर हुँदैन कानुन क्लियर नभएको अवस्थामा कन्फ्युजनको अवस्था सिचुएसन क्रिएट हुन्छ जसलाई इङ्ग्लिसमा हाफ लाइटेड हाफ स्याडोड भन्छ। भनेको मतलब कन्फ्युजनको अवस्था क्रिएट हुन्छ हो। यस्तो अवस्थामा त्यो थ्योरीले के भन्छ भने इन दिस सिचुएसन एक्सेप्सनली अपवादको रूपमा जज क्यान युज द डिस्क्रिसनरी पावर भन्छ। त्यसकारणले थ्योरी अफ बेलको सन्दर्भमा 3rd नम्बर स्कुल अफ थट जजले स्वविवेक प्रयोग गरेर कुनै पनि आरोपित व्यक्तिलाई धरोटीमा छोड्न सक्नुहुन्छ। थुनचेक प्रयोजनको लागि बेल भर्सेस जेलको स्कुल अफ थटबाट यसलाई व्याख्या गर्नुपर्ने हुन्छ। हाम्रो संविधानले कुनै पनि आरोपित व्यक्तिको चाहिँ फन्डामेन्टल राइट्स अथवा राइट टु फ्रिडम कुनै पनि आरोपित व्यक्तिको स्वतन्त्रतालाई महत्त्व दिने कि डिटेन्सनलाई थुनामा पठाउने भन्ने सन्दर्भमा व्हेन द कन्ट्राडिक्सन बिट्विन द फ्रिडम भर्सेस डिटेन्सन भन्दा अलवेज फ्रिडम प्रिभेल्स भन्छ। हाम्रो संविधानले अंगीकार गरेको जहाँनिर कुनै व्यक्तिको स्वतन्त्रताको कुरा आउँछ र उसलाई थुनामा पठाउने कुरा आउँछ भने हाम्रो संविधानको धारा 20 ले राइट्स रिलेटिङ टु जस्टिस संवैधानिक उपचारको हकमा त्यसको नोसन अथवा हार्ट एन्ड सोल अफ द आर्टिकल 20 राइट्स रिलेटिङ टु जस्टिसले के भन्छ भने यसको परिकल्पना अथवा यसको एजम्पसन यो थ्योरीको अथवा यो आर्टिकलको चाहिँ एजम्पसन के हो भने एभ्री वान इज इनोसेन्ट अन्टिल प्रुभन गिल्टी। कुनै पनि आरोपित व्यक्ति जबसम्म अदालतबाट आधिकारिक निकायबाट दोषी करार हुँदैन तबसम्म त्यो व्यक्तिलाई चाहिँ निर्दोषिताको परिकल्पना गरिन्छ। त्यसकारणले थुनचेक प्रयोजनको लागि हाम्रो देशको कन्स्टिट्युसनल प्रोभिजन होस् अथवा इन्टरनेसनल इन्स्ट्रुमेन्ट होस् हाम्रो संविधानको धारा 20 लाई हेर्दाखेरि पनि र इन्टरनेसनल इन्स्ट्रुमेन्टहरू जस्तै आइसिसिपिआर युडिएचआर युनिभर्सल डिक्लेरेसन अफ ह्युमन राइट्स र टोकियो रुलको आधारमा कुनै पनि व्यक्तिको फन्डामेन्टल राइट्सलाई रिस्पेक्ट गर्नुपर्छ कुनै पनि व्यक्तिको मानवाधिकारलाई चाहिँ रिस्पेक्ट गर्नुपर्छ र कुनै पनि आरोपित व्यक्तिलाई एज फार एज पोसिबल सम्भव भएसम्म थुनामा पठाउनु हुँदैन बिकज बेल इज रुल एन्ड जेल इज एक्सेप्सन भन्ने स्कुल अफ थट त्यस कारणले इस्टाब्लिस भएको हो। त्यस कारणले कुनै पनि आरोपित व्यक्तिलाई थुनचेक प्रयोजनको लागि हाम्रो संविधान
हाम्रो एक्जिस्टिङ लिगल प्रोभिजन्स अथवा हाम्रो जेनरल र मौलिक अपराध संहिताले व्यवस्था गरेको 3 वर्षभन्दा कम सजाय हुने मुद्दाहरूमा बेल इज राइट, त्यसलाई चाहिँ आरोपित व्यक्तिको राइटको धरो टिपाउनु उसको अधिकारको रूपमा हामीले आरोपित व्यक्तिको अधिकारको रूपमा चाहिँ हाम्रो एक्जिस्टिङ लिगल सिस्टमले अथवा हाम्रो मुलुकी अपराध संहिताले अंगीकार गरेको अथवा ग्यारेन्टी गरेको छ। थुनछेक प्रयोजनको लागि कुनै पनि फौजदारी मुद्दामा कुनै पनि फौजदारी मुद्दाको क्रिमिनल ट्रायल प्रोसेसलाई हाम्रो एक्जिस्टिङ लिगल सिस्टमले नेपालको एक्जिस्टिङ लिगल सिस्टमले 2 भागमा बाँडेको छ। कुनै पनि आरोपित व्यक्तिलाई प्रहरीले पक्राउ गर्ने बित्तिकै 24 घण्टाभित्र अदालत समक्ष म्याद थपको लागि चाहिँ उपस्थित गराउनु पर्ने हुन्छ। त्यसैगरी मुद्दाको प्रकृति हेरेर केही मुद्दाहरूमा पुलिस कस्टडीमा 25 दिनसम्म अनुसन्धानका लागि प्रहरीले राख्न पाउने व्यवस्था छ, केही मुद्दाहरूमा 45 दिनसम्म राख्न पाउने व्यवस्था छ, केही मुद्दाहरूमा 90 दिनसम्म अनुसन्धानका लागि सो आरोपित व्यक्तिलाई चाहिँ अनुसन्धान प्रयोजनको लागि प्रहरी कस्टडीमा पुलिस कस्टडीमा राख्ने व्यवस्था छ। हाम्रो कानुनले त्यो व्यवस्था गरेको छ। जस्तै मर्डर केसमा प्रहरीले आरोपित व्यक्तिलाई 25 दिनसम्म थुनामा राख्न पाउँछ। त्यसैगरी लागुऔषध मुद्दाहरूमा प्रहरीले 90 दिनसम्म अनुसन्धानको लागि प्रहरी हिरासतमा राख्न पाउँछ। त्यसपछाडि के हुन्छ भने प्रहरीले कुनै पनि मुद्दाको अनुसन्धान गर्छ र सरकारी वकिलले एटर्नी जनरल सरकारी वकिलले चार्जसिट प्रहरीले गरेको प्रहरी प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयमा बुझाउँछ र त्यो प्रहरी प्रतिवेदनका आधारमा सरकारी वकिलले चार्जसिट अभियोग पत्र तयार गर्ने गरिन्छ र अभियोग पत्र तयार गरिसकेपछि सम्बन्धित आरोपित व्यक्तिलाई अदालत समक्ष उपस्थित गराइन्छ र अदालत समक्ष उपस्थित गराएर अदालतको बयान लिने काम हुन्छ र त्यसपछाडि थुनछेक प्रयोजनको लागि आरोपित व्यक्तिका सोकल एक्युज व्यक्तिहरूले राखेका कानुन व्यवसाय मार्फत थुनछेक बहस गर्ने गरिन्छ। र लास्ट बट नट द लिस्ट थुनछेक भन्ने बित्तिकै थुनछेकमा हिट द हेड स्ट्राटेजी प्रयोग गरिन्छ। भनेको मतलब फन्डामेन्टल ग्राउन्ड्सहरू दिने गरिन्छ, जसले गर्दाखेरि थुनछेकमा सम्बन्धित पक्षले आरोपित व्यक्तिको त्यो मुद्दामा इन्भल्भमेन्ट छ कि छैन, उसको घटनास्थल प्रकृति मुचुल्का, मुद्दाको प्रकृति हेरेर बरामती मुचुल्का, घटनास्थल प्रकृति मुचुल्का, लास जाँच प्रकृति मुचुल्का र तत्काल प्राप्त प्रमाणको आधारमा सम्बन्धित व्यक्ति कसुरदार हो कि होइन त्यो कुरालाई मूल्याङ्कन गरिन्छ। त्यसको लागि सर्वप्रथम त यदि ज्यान मुद्दा छ भने घटनास्थल प्रकृति मुचुल्कालाई मूल्याङ्कन गरिन्छ, यदि ज्यान मुद्दा हो भने फोरेन्सिक रिपोर्टलाई, त्यसको साइन्टिफिक रिपोर्टलाई, त्यो मान्छेलाई कसैले मारेको मर्डर गरे हो कि अथवा त्यो मान्छे चाहिँ विष खाएर मरे हो कि अथवा सोकल भिक्टिम कसैले मारेको हो कि विष खाएर मरेको हो कि अथवा आफै सुसाइड गरेको हो भन्ने कुरा फोरेन्सिक रिपोर्टको आधारमा चाहिँ पत्ता लगाउन सकिन्छ। र विभिन्न मुद्दाहरूमा जस्तै लागु औषध मुद्दाहरूमा पनि फोरेन्सिक रिपोर्टमा चाहिँ त्यो लागु औषध नार्कोटिक ड्रग्स हो कि साइकोट्रोपिक सब्सटेन्स हो कि अथवा त्यो औषधि हो कि फोरेन्सिकको रिपोर्टबाट चाहिँ त्यो पत्ता लाग्दछ। त्यसैले लास्ट बट नट द लिस्ट थुनछेक बहसको सन्दर्भमा सर्वप्रथम एउटा कानुन व्यवसायले हिट द हेड स्ट्राटेजी प्रयोग गर्नुपर्छ र मुद्दाको प्रकृति अनुसार यदि मुद्दा लागु औषध मुद्दा हो, यदि मुद्दा मर्डर केस हो, कर्तव्य विधान सम्बन्धी मुद्दा हो भने तत्काल प्राप्त प्रमाणको आधारमा आरोपित व्यक्तिको त्यो अपराधमा संलग्नता छ कि छैन, एट द फर्स्ट ग्लेन्स, एट द फर्स्ट साइट प्राइमा फेसी इभिडेन्स र प्राइमा फेसी एक्टलाई मूल्याङ्कन गरेर हेरिन्छ। एट द फर्स्ट ग्लेन्स अथवा एट द फर्स्ट साइट तत्काल प्राप्त प्रमाणको आधारमा आरोपित व्यक्ति त्यो कसुरमा संलग्नता देखियो भने अथवा आरोपित व्यक्तिले प्रहरी समक्ष दिएको बयानमा साबिती बयान दियो भने अथवा अदालत समक्ष आरोपित व्यक्तिले साबिती बयान दियो भने यसको आधारमा तत्काल प्राप्त प्रमाणको आधारमा
आरोपित व्यक्तिलाई मुद्दाको प्रकृति अनुसार 3 वर्ष वा सोभन्दा बढी कैद सजाय हुने मुद्दामा पूर्वपक्षको लागि थुनामा पठाउने चलन छ। यदि 3 वर्षभन्दा कम सजाय हुने मुद्दा छ भने साधारण तारिख, धरौटी वा पूर्वपक्षको लागि थुनामा पठाउने। त्यसैले थुनछेक प्रयोजनको लागि एउटा कानुन व्यवसायीले हिट द हेड स्ट्र्याटेजी प्रयोग गर्नुपर्छ अथवा तत्काल प्राप्त प्रमाणको आधारमा आरोपित व्यक्ति त्यो कसुरमा संलग्नता छ कि छैन, प्राइमा फेसी फ्याक्ट, प्राइमा फेसी एभिडेन्स र प्राइमा फेसी एक्टको आधारमा त्यो मुद्दालाई मूल्याङ्कन गरिनु पर्दछ र अनुसन्धान प्राप्त अधिकारी समक्ष आरोपित व्यक्तिले बयानमा त्यो कसुरमा चाहिँ उनले साबिती बयान दिएको छ कि इन्कारी बयान दिएको छ। त्यसैगरी प्रमाणको रूपमा फोरेन्सिक रिपोर्ट अथवा साइन्टिफिक रिपोर्टमा त्यो रिपोर्ट पोजिटिभ छ कि नेगेटिभ छ। त्यसैगरी अदालतमा आरोपित व्यक्तिले दिएको बयान साबिती छ कि इन्कारी छ। यो समग्र आरोपित व्यक्तिले दिएको बयान घटनास्थल प्रकृति, बरामती मुचुल्का र घटना विवरणमा कागज गर्ने व्यक्तिहरू, मौकामा कागज गर्ने व्यक्तिहरूको आधारमा, सरकारी साक्षी र प्रतिवादीका साक्षीहरूको आधारमा चाहिँ तत्काल प्राप्त प्रमाणको आधारमा थुनछेक प्रयोजनको लागि आरोपित व्यक्तिलाई साधारण तारिखमा छोड्ने कि आरोपित व्यक्तिलाई धरोटीमा छोड्ने कि अथवा आरोपित व्यक्तिलाई पूर्वपक्षको लागि थुनामा पठाउने भन्ने कुरा यी समग्र तत्काल प्राप्त प्रमाणको आधारमा मूल्याङ्कन गरेर सम्मानित बेन्चले आदेश दिने गरेको छ। थुनछेक प्रयोजनकै लागि विभिन्न मुद्दाहरूमा, स्पेसली लागु औषध मुद्दाहरूमा प्रहरीले गर्ने अधिकांश अनुसन्धानको पाटोलाई लिएर केही उजागर गर्न चाहन्छु। मेजोरिटी अफ द केस 6 महिना 1 वर्षभित्र मेजोरिटी अफ द ड्रग्सका केसहरू मैले ह्यान्डल गर्ने अवसर पाएको छु, जसमध्ये नेपालको सन्दर्भमा अहिले एउटा ट्रेन्ड अथवा देयर इज ल्याकुनाज इन द इन्भेस्टिगेसनमा के देखिराखेको छु मेरो चाहिँ लिगल करियर अथवा लिगल प्र्याक्टिसको दौरानमा प्रहरीले सेतो पदार्थ अथवा व्हाइट सब्सटेन्स देख्ने बित्तिकै सबै व्हाइट सब्सटेन्सलाई लागु औषधको रूपमा बुझ्ने। जस्तै यहाँसम्म कि हालसालै मैले हेरेको केसमा त्रिभुवन इन्टरनेसनल एयरपोर्टमा कफी, व्हाइट कलरको कफी जसको कफीको कन्टेन्ट जसलाई चाहिँ क्याफिन भनेर बुझिन्छ, क्याफिन भनेर चिनिन्छ, त्यो एउटा चाइनिज नागरिकले नेपालबाट आफ्नो देशमा नेपालमा कसैले उहाँलाई चाहिँ कुनै साथीले उपहार दियो, त्यो सामान लिएर चाहिँ उहाँ अब आफ्नो देश चाइना फर्किराख्नु भएको थियो। त त्रिभुवन इन्टरनेसनल एयरपोर्टमा अनुसन्धानकर्ताहरूले यो सामान चाहिँ डाउटफुल छ, चाहिँ ड्रग्स हो भनेर उहाँलाई चाहिँ एरेस्ट गर्यो र अनुसन्धानको क्रममा उहाँले 30-40 दिनसम्म थुनामा बस्नु पर्यो र फाइनली फोरेन्सिक रिपोर्ट आउँदाखेरि त्यो रिपोर्ट नेगेटिभ आयो हो, अथवा चाहिँ अनुसन्धानकर्ताको एउटा सनकको आधारमा चाहिँ एउटा निर्दोष व्यक्तिले अथवा चाहिँ एउटा टुरिस्टले अनाहकमा कसरी दुःख पाउँछ भन्ने कुरा त्यो उजागर भएको छ। त्यसकारणले गर्दाखेरि कुनै पनि फौजदारी मुद्दामा अनुसन्धान गर्दाखेरि अनुसन्धानकर्ता सिरियस र सिन्सियर भएर गर्नुपर्ने हुन्छ। र यसमा के छ भने यसको अर्थ देयर इज ल्याकुनाज इन द इन्भेस्टिगेसन सिस्टम। क्रिमिनल जस्टिस सिस्टममा के भन्छ भने अब त्यो भनेको कस्तो भन्दाखेरि कुनै पनि राज्यको अथवा सरकारको चाहिँ विकनेस हो, त्यो कमजोरीपन हो अथवा हाम्रो प्रिस्टेज इस्यु हुने कुरा हो। भनेको हाम्रो अनुसन्धानको पाटोमा के देखिरहेको छ भने देयर इज अ ल्याकुनाज इन द इन्भेस्टिगेसन सिस्टम। इन्भेस्टिगेसन सिस्टममा प्रब्लम देखिरहेछ। के भन्छ भने वेयर देयर इज अ ल्याकुनाज इन द इन्भेस्टिगेसन सिस्टम, जहाँनिर इन्भेस्टिगेसन सिस्टममा चाहिँ प्रब्लम हुन्छ त्यहाँ के हुन्छ भने अलवेज देयर इज इन्कम्प्लिट
इन्भेस्टिगेसन हुन्छ भनेको चाहिँ जहाँ अनुसन्धानमा समस्या हुने बित्तिकै त्यो अनकम्प्लिट इन्भेस्टिगेसन भयो। जहाँनिर वेदर देयर इज अ इन्कम्प्लिट इन्भेस्टिगेसन, जहाँनिर इन्कम्प्लिट इन्भेस्टिगेसन हुन्छ त्यहाँ के हुन्छ भने देयर इज नो कम्प्लिट जस्टिस। त्यहाँनिर कहिले पनि चाहिँ कम्प्लिट जस्टिस प्राप्त गर्न सक्दैन। यस्ता केही केसहरूमा चाहिँ यस्तो फितलो खालको चाहिँ अनुसन्धान भएको छ। र अब एज अ लयर थुन्चेक प्रयोजनकै लागि पनि मेरो एक्सपिरियन्स जहाँनिर कानुन क्लियर हुन्छ त कानुन प्रयोग हुन्छ, जहाँनिर कानुन क्लियर हुँदैन त्यो अवस्थामा चाहिँ बेन्च कन्फ्युजनमा पर्छ। हो, अब हाम्रो लिगल करियरमा पनि कहिलेकाहीँ एउटा क्रिटिकल सिचुएसन आउँछ एज अ लयरको रूपमा पनि, अथवा अनरेबल बेन्चलाई पनि कहिलेकाहीँ कस्तो भने सबै केसहरू त सजिलो र सहज हुँदैन र कुनै कुनै केसहरू के हुन्छ भने कन्ट्रोभर्सियल केस हुन्छ अथवा चाहिँ कानुन क्लियर नभएको अवस्थामा के गर्ने त। अब एज अ लयरले पनि कुन लाइनबाट त्यो मुद्दालाई लगेर सेटल गर्ने अनि जजले पनि कुन लाइनबाट त्यसलाई चाहिँ सेटल गर्ने अथवा जस्टिस दिने भन्ने सन्दर्भमा कस्तो हुन्छ भने यस्तो क्रिटिकल सिचुएसनमा एज अ लयर पनि जजिङ द लयर अथवा पब्लिकले हाम्रो लयरलाई पनि जज गरेर हुन्छ चाहिँ यो लयरले यस्तो मुद्दामा कसरी सेटल गर्छ भनेर। त्यसै गरी भाइस वर्सा काइन्डली विथ अ भेरी कन्स्ट्रक्टिभ म्यानर अनरेबल बेन्चको लागि पनि जजिङ द जज भनेको त्यो जजको पनि यस्ता केसहरूमा केही च्यालेन्जेस केसहरूमा चाहिँ यस्ता केसहरूमा चाहिँ जजको पनि मूल्याङ्कन भइराखेको हुन्छ। त्यसकारणले लास्ट बट नट द लिस्ट थुन्चेक प्रयोजनको लागि गर्ने बहसमा एज अ एक्सपर्ट लयरको रूपमा हामीले सिधै फन्डामेन्टल आरोपित व्यक्तिलाई छोड्नुपर्ने, आरोपित व्यक्तिलाई चाहिँ धरोटीमा छोड्नुपर्ने अथवा साधारण तारिखमा छोड्नुपर्ने ग्राउन्ड्सहरू हामीले चाहिँ डाइरेक्टली हिट द हेड स्ट्राटेजी प्रयोग गरेर फन्डामेन्टल ग्राउन्ड्सहरू चाहिँ बेन्चलाई दिनुपर्छ, जसले गर्दाखेरि के हुन्छ भने र थुन्चेक बहस चाहिँ लामो राम्रो हुँदैन। थुन्चेक बहस भनेको चाहिँ की पोइन्ट्समा एकदम फन्डामेन्टल ग्राउन्ड्सहरू हामीले दिने हो। जस्तै आरोपित व्यक्ति नेपाली छ, आरोपित व्यक्ति यदि नेप्ली सिटिजन छ भने त्यो नेपाली नागरिक भएको कारणले ऊ भागी जाने सम्भावना रहँदैन। र दोस्रो कुरा उसले त्यो सोसाइटीलाई कुनै हार्म गर्दैन अथवा त्यो मुद्दालाई अथवा चाहिँ भिक्टिमलाई कुनै नोक्सानी गर्दैन अथवा चाहिँ एभिडेन्स ट्याम्परिङ भन्छ त्यो प्रमाण नष्ट गर्ने काम गर्दैन र अदालतलाई सहयोग पुर्याउँछ। यी महत्त्वपूर्ण चाहिँ फन्डामेन्टल ग्राउन्ड्सको आधारमा सम्मानित बेन्चले थुन्चेक प्रयोजनको लागि आरोपित व्यक्तिलाई साधारण तारिखमा छोड्ने कि धरोटीमा छोड्ने कि अथवा मुद्दा अथवा पूर्वपक्षमा थुनामा राख्ने भन्ने कुरा समग्र तथ्य प्रमाण र कानुनको आधारमा थुन्चेक आदेश गर्ने गरेको छ।